नमस्कार, कारबार एपमा हजुरलाई स्वागत छ। बिजनेसमा सबै कुरा सधैँ आफैले गर्न सकिँदैन। बिजनेस बढ्दै गएपछि स्टाफहरूलाई काम ह्यान्डल गर्न दिनुपर्ने हुन्छ। यही कुरालाई मध्यनजर गर्दै कारबार एपमा मल्टी स्टाफ मेम्बर एड र म्यानेज गर्ने फिचर हामीले ल्याएका छौँ। आजको भिडियोमा हामी कारबार एपबाट कसरी मल्टिपल स्टाफ मेम्बर्स एड र म्यानेज गर्ने भनेर सिक्नेछौँ। यसको लागि मोर पेजमा जानुहोस् र म्यानेज स्टाफमा क्लिक गर्नुहोस्। यहाँ हजुर आफूलाई यो बिजनेसको एडमिनको रूपमा देख्न सक्नुहुनेछ। नयाँ स्टाफ एड गर्नको लागि एड न्यू स्टाफमा क्लिक गर्नुहोस्। हजुरको स्टाफको लागि एप्रोप्रिएट रोल सेलेक्ट गरेर स्टाफको नाम लेख्नुहोस्। यहाँ हजुरले आफ्नो स्टाफलाई असाइन गर्न मिल्ने सजिलोको लागि अगाडि नै सेट भएको डिफ्रेन्ट रोल्सहरू देख्न सक्नुहुनेछ। डिफ्रेन्ट स्टाफ रोल्समा कारबार एपको डिफ्रेन्ट पर्मिसन्स हुन्छ। हजुरले स्टाफको पर्मिसन एक्सेस के गर्न मिल्छ, के मिल्दैन मोडिफाई गर्न म्यानेज पर्मिसनमा क्लिक गरेर एडिट पर्मिसनमा क्लिक गर्न सक्नुहुनेछ। अब हजुरले आफ्नो प्रेफरेन्स अनुसार पर्मिसन इनेबल डिसेबल गर्न सक्नुहुन्छ र दिएको पर्मिसन रिभ्यू गर्नुहोला र सबै चेक भएपछि डन बटनमा क्लिक गर्नुहोस्। र अब हजुर स्टाफ एड गर्न रेडी हुनुहुन्छ। यसको लागि सेभमा क्लिक गर्नुहोस्। यसपछि हजुरले एउटा इन्भिटेसन लिङ्क पाउनुहुनेछ जसलाई हजुरले आफ्नो स्टाफलाई पठाउनु पर्ने हुन्छ। यो लिङ्क हजुरले आफ्नो स्टाफलाई कुनै प्रिफर्ड कम्युनिकेसन च्यानल जस्तै SMS, व्हाट्सएप अथवा मेसेन्जरबाट पठाउन सक्नुहुन्छ। यहाँ हामी यो इन्भिटेसन लिङ्क स्टाफलाई व्हाट्सएपबाट सेयर गर्दैछौँ। अब हजुरको स्टाफले इन्भिटेसन लिङ्क पाएपछि उहाँले पठाएको इन्भिटेसन लिङ्क क्लिक गर्नुपर्छ र यसले स्टाफलाई कारबारको पोर्टलमा लग्नेछ, जहाँ स्टाफले आफ्नो फोन नम्बर हालेर OTP भेरिफाई गर्नुपर्ने हुन्छ र OTP भेरिफाई भएपछि अघिको स्टाफ इन्भिटेसन एक्सेप्ट गर्ने अप्सन आउँछ, त्यहाँ त्यसलाई एक्सेप्ट गर्नुहोस्। अब हजुरको स्टाफले दिएको अप्सनबाट कारबार एप प्ले स्टोर या एप स्टोरबाट डाउनलोड गरेर अघि हालेकै नम्बरबाट लगइन गर्दा स्टाफ एड गरेको बिजनेस अटोमेटिकली देखिन्छ र स्टाफले अब दिएको बिजनेस पर्मिसन अनुसार हजुरको बिजनेस म्यानेज गर्न मिल्नेछ। हजुरले पछि अब स्टाफको पर्मिसन चेन्ज पनि गर्न सक्नुहुन्छ। म्यानेज स्टाफ पेजबाट स्टाफलाई एडिट गरेर या पछि पर्यो भने यहीबाट स्टाफलाई रिमुभ पनि गर्न सक्नुहुन्छ। यसरी कारबार एपको स्टाफ म्यानेजमेन्ट फिचरबाट हजुरले सजिलै मल्टिपल स्टाफ मेम्बर्स एड र म्यानेज गर्न सक्नुहुन्छ, डिफ्रेन्ट रोल्स र पर्मिसन्स असाइन गर्न सक्नुहुन्छ, स्टाफ एक्टिभिटिज मोनिटर र कन्ट्रोल गर्न सक्नुहुन्छ। आजदेखि यो फिचर युज गरेर हजुरको बिजनेसमा स्टाफ म्यानेजमेन्ट सजिलै गर्नुहोस्। धन्यवाद। कारबार गरौँ डिजिटली।